गाइज वेलकम टु माई मिनी भ्लग। आज मेरो भ्लगको यात्रा ठमेलको गल्ली हुँदै बसन्तपुरसम्म हुनेछ अनि यो बिचमा हजुरहरूलाई सबै कुराहरू देखाउने कोसिस गर्नेछु। लेट्स स्टार्ट। यो ठमेलको नरसिंह चोक हो। दाइले माथि मूर्तिहरू बेचिरहनु भएको छ। नरसिंह चोकदेखि असनतर्फ लाग्यौँ। असन पुग्ने बित्तिकै धेरै भिडभाड देखेँ अनि के रहेछ भनेर हेरेको आज त नेवार समुदायको योमरी पर्व पो रहेछ र आमाहरूले धमाधम योमरी बनाउँदै बेच्दै हुनुहुँदो रहेछ र योमरी खानेको लाइन पनि धेरै रहेछ। अनि त्यहाँदेखि लाग्यौँ असन गल्लीमा भएका पसलहरू हेर्दै न्यु रोडतर्फ जाने। यो बाटोका घरहरू झट्ट हेर्दा विदेशकै घरहरू जस्तो लाग्छ, किनभने सबैमा एउटा कलर गरेको भएर पनि होला। सो हामी पुग्यो बसन्तपुर अनि साँझ पख भएर पनि होला मानिसहरू आउने जाने गरिरहेका थिए। यसो योमरी खाम न त भनेर आमाको पसलमा गएको, भिड देखेर म त छक्कै परे बा। भित्र हेरेको त आमाहरूले धमाधम मेमोरी बनाउँदै हुनुहुँदो रहेछ। अनि मैले सोधेँ हाम्रो पाला आउँछ कि नै भनेर। नाइ अब भोलि आउनु ल मेमोरी खानुलाई भनेर भनिदिनु भयो आमाले। अनि त्यसपछि हामी निराश हुँदै त्यहाँदेखि निस्क्यौँ र एकछिन बाहिर घुमफिर गर्दै गऱ्यौँ। आजको मेरो मिनी भ्लग यति नै। कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला अनि राम्रो लागेमा लाइक गरिदिनु होला। यो मेरो पहिलो मिनी भ्लग पनि हो। अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू।